हेलो गाइस, वेलकम टू माय न्यू व्लॉग। सो आज हम आ रखे पिकनिक के लिए। ये हेलो गाइस, वी आर गोइंग टू गाइस, अब यहाँ सामानहरू झार्न लाग्छन् यिनीहरूले। गाइस, यहाँ सामानहरू लिएर हिँड्न लाग्यो हामीलाई। हिँड गाइस, यहाँ पर पिठो फुटिसकेको छ। त्यो कन्टेन्टै त्यही भयो नि, पिठो फुटेको म त्यहीबाट। हामी यो बोरो बोकेर जान लाग्यो। गाइस, फाइनली हामी यहाँ पुग्यौँ। यो हाम्रो पिकनिक स्पट हेर्नुहोस्। यहाँ हेरी आगो ताप्न स्टार्ट भइसक्यो। जाडो गएर यहाँ आगो ताप्न लाग्यो। गाई यो खान लाग्यो। गाइस, यो अब खान लाग्यो ब्रेड र जाम खान लाग्यो गाइस। ला खाए चिनी। गाइस, अब चिया खान लाग्यो हामीले। यता त चिया, यता चिया पाक्दैछ। मन्डली जमा। गाइस, यहाँ लसुन खोप्न लाखान गाइजहरूले। राहुल पनि भेज हो ए अन्डा उब्लिन लाखा गाइस। तिनीहरू करुणाखेरिमा भाडा लिन जान रेडी भइन्। यहाँ फेरि मटर छिल्ने प्रोग्राम चलिरहेछ। गाइस, यहाँ सबले काम गर्न लाखन्। यता मटर छिलाउ प्रोग्राम चलिरह, यता अन्डा उबाल्ने प्रोग्राम चलिरह, अनि त्यहाँ फेरि लसुन छिल्ने प्रोग्राम चलिरह। अनि म फेरि यहाँ ब्लगर हो, मैले ब्लग गरिरहेको छु। ए ठाउँ त दामी छ, तर चिसो छ। गाइस, हेर यिनी भाडा लिन जान लाग्यो। ल बस के, ल बाई। भाडा लिएर छिटै आइजाऊ, धेरै टाइम लाग्ने होइन। यिनको पहिलाको भर्जन र अहिलेको देखाउने हो तिम्रो। गाइस, गोइङ फाइनली तिमी। अनि फेरि हामी त यहाँ मटर छिलिन्छ। मैले आफूलाई मन पराएर नयाँ गरेर म कति प्रगति गर्दै यस्तो मान्छे होइन नि म। प्रगतिमा मेरो कुरा नसुनाइदिनु। यति नजिक ल्याएर यत्रो फेस छ। हेर न यो त अति भयो। यत्रो फेस गरेर कत्रो आयो ल मेरो। गाइस, यहाँ फेरि मसरुमहरू छिल्दै हुनुहुन्छ। यहाँ हाम्रो प्यारी ब्युटिफुल गर्जियस म्याम, अनि यहाँ हाम्रो सिनियरहरू हुनुहुन्छ। ल के चल्यो? ए क्लासमेट पनि छ नै यहाँ। ए यता म्याम नि हुनुहुन्छ। यहाँ नि ब्युटिफुल गर्जियस म्याम। सब सेम हुनुहुन्छ। ल रमाइलो छ, रमाइलो। गाइस, अब यहाँ अन्डा खान लाग्यो। अब मैले अन्डाले अन्डा खान लाग्यो। अन्डु। गाइस, यहाँ अन्डाहरू, अब अन्डा खाने टाइम भयो। अन्डा सेतो हुन्छ, यसको भित्र चाहिँ पहेँलो हुन्छ है। सक्नुहुन्छ कसैलाई थाहा रहेन छ, यो म्यामले भनिदिनु भयो अन्डा कस्तो हुन्छ भनेर। दाबेलो ल्याउनु न त। यहाँ हामी लाइटर माग्न आएको गाइस। सब कति टोली आखन यहाँ, मस्तै टोली आयो।
लाइटर लाइटर लिएर आएर अब दिन जानु लाग्यो रमाइलो छ यहाँ पुरै टोली आएन ओहो ब्यान्ड बाजा नि आए अन्त आन्टी ल्याउनु थ्याङ्क यू अनिखेरि रमाइलो छ पुरै हेर्नुहोस् यहाँ पुरै टोली आएका छन् कति धेरै टोली आएका छन् अब नाच्ने हो दमादम नाच्ने हो हुर्रे 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 गाइज यहाँ टमाटर पाक्दैछ अब पुरै रोस्ट बनाउने अरे यहाँ पुरै रेडी छ रोस्टको नि यहाँ है रोस्ट बनाउन सिक्दैछन् यिनले फेरि के हो ए सरी गाई जो पनिरको ग्रेभी रहेछ पनिर सिक गाइज अब मैले लिपस्टिक लगाएर घुम्न जानु लाग्यो अब यहाँ फेरि कपाल कोरेर अलि चट्ट परेर जाने रे जाम लो हेर यहाँ फेरि गाइस प्याजहरू पोक्दै बस्नु भयो अचारको लागि यहाँ फेरि आलु पोक्ने कार्यक्रम चले यहाँ फेरि ग्रेभी रेडी भइसकेको छ गाइस यहाँ प्याज काटेर मेरो पुरै आँसु आयो क्या आँसु देखाउनु लाग्यो प्याज काटेर ओहो रोएँ यहाँ मेरो मेकअप बिग्रिने भयो गाइस अब कसले रुवायो मलाई जसले मलाई रुवायो त्यो गयो अब प्याजले रुवायो तर अब प्याजलाई के गर्ने मेरो गाइस हाम्रोमा स्पिकर छैन हाम्रो उसमा बिर्सेर स्पिकर होइन यताको स्पिकरले अब डान्स गर्दै बस्ने हामी लिएर आए यत्र डेप्चीहरू लिएर आए ल गाइस हामी जान लाग्यो माथितिर घुम्नलाई इन गाइस इन नाच्दै हिँडाउ के गाइस यहाँ पुरै हिँडेर जानु लाग्यो हामी ट्रेकिङ दामी जङ्गल छ यहाँ जङ्गलमा हिँडेर जानु लाग्यो हामी यति हिँड्दै यहाँ तल हाम्रो ठाउँ यो यति हिँड्दा बित्तिकै जो थके लाग्छ गाइस फेरि नचढेछ के गाउने यतापट्टि आऊ त गाना गाउँदै हिँडौँ न केही गर्दै हिँडौँ न केही बोरिङ जस्तै हिँडे खान मान्छेहरू कुन गाउने हावा चल्यो सर आउँछ कि नै आउँ न देउरालीमा बतास चल्यो गाइस हामी यस्तो ठाउँमा आयौँ दामी ठाउँ छ यो होइन पुलमा फोटो खिच्ने अरे त्यही भएर ड्यामेज भयो नि कलम हालेको ड्यामेज भयो मैले फेरि कस्तो राम्रो देखेको हो गाइस यो यस्तो पुलमा आयौँ हामी यो काठको पुल रहेछ यहाँ यतातिर पुरै खोला छ
लन्डन ब्रिजमा आएँ मामी म्याम के गाइज यहाँ खोलातिर बस्नु भयो यहाँ पानीमा अलिक ख्याल गरेर आऊ है धेरै नचम्किकन फेरि जाउला खोलामा वहाँ फेरि वहाँ पुरै स्टन्डहरू चलिरहेको वहाँ फेरि अब सिधै गयो भने सिधै रमाइलो छ रमाइलो ओए मेरो यो खोलामा यहाँ फेरि के चलिरहेको यो विश गर्ने प्रोग्राम के हो यो अब यहाँ माछाहरू पनि छन् अरे कहाँ देखिरहन्छ अब हामी नास्ताहरू खान जानु लागेको गाइस गाइस फाइनली आवर स्पिकर इज हियर बल्ल यहाँ मनमा खुसी भइरहेको मलाई त स्पिकर देखेर कोणता जग्गा के बोले गाइस हामीले चटपटे बनाउनु लागेको यहाँ दिदीले चटपटेको काम गर्न लाउनु भएको छ ए अब बनेपछि देखाउँछु गाइस यतातिर सब यहाँ मिक्सिङको काम गरे यहाँ स्पिकरको काम चले यता फेरि मासुको काम चले यहाँ फेरि मुङफुलीको काम चले यता फेरि यहाँ करेन्ट बनाउने काम चले जताततै काम चलिरहेको गाइस जतातिरै पकाउने काम चले सबैतिर नम्बर दिनुपर्छ अहिले मलाई सबतिर के काम चलिरहेको मेरो काम फेरि त्यही उ गर्ने हो यो के हो फेरि हो अचार ए च्याउ साधेको अरे यो फेरि सबतिर अलग अलग काम चलिरहेको सबको अलग अलग काम चले यहाँ यो फेरि के लाग्यो करेन्ट ल ल भेरी गुड अघि नै चटपटे चलेको थियो यहाँ अहिले फेरि करेन्ट चल्न लाग्यो सबको आफ्नो काम छ गाइस मेरो फेरि यहाँ फेरि यो चटनी छ गाइस यहाँ घिउवाला करेन्ट बन्दैछ करेन्टमा पुरै घिउको झानेर दामी यहाँ सेफजी हुनुहुन्छ है कस्तो बनाउनु रहेछ र हामीले रिभ्यू दिन्छौँ कस्तो खाए बनाउनु रहेछ तर यो यति कसले खाने हो है मैले चाहिँ भ्याउँछ है यो त ल ल रमाइलो छ यहाँ गफ गाफ्ने चलिरह गफ जिन्दगीमा धेरै इम्पोर्टेन्ट छ हो क्या गाइस यो हाम्रो करेन्ट आयो अब करेन्ट खान लाग्यो हामीले सबले
बड़ा बेशरम है तू तो लिखा डान्स कहिले गर्ने हो डान्स ए ल वाह रोस्ट इज रेडी गाइस रोस्ट यहाँ रेडी हुँदैछ यहाँ रोस्ट बन्दैछ है रेडी भइसक्यो अनि यता के बन्दैछ के हो यो पुलाउ यहाँ पुलाउ बन्दैछ यहाँ अङ्कलले पुलाउ बनाइदिनु हुनुहुन्छ रमाइलो छ गाइस म त यति धेरै नाचे कि पसिनै भइसक्यो यिनीहरू यहाँ के अलगै गफ चलेको यिनको फेरि गाइस इन्जॉइंग वेरी मच मजा आ रहा है बहुत मजा आ रहा है यहाँ पे ओहो पसिना भएर यहाँ कस्तो हालत भयो यहाँ सर म्यामहरूले यहाँ अचार खानु हुनुहुन्छ म्याम पनि हुनुहुन्छ अनि यहाँ हाम्रो टोली फेरि यहाँ बसेको छ खानाहरू रेडी भइसकेको छ यहाँ भेज खानाहरू छ अब खाने बेला भइसकेको छ रोस्ट यहाँ सबै मान्छेहरू बसेछ फाइनली अब खाना पाकिसक्यो अब सबैले खाने त्यसपछि फेरि डान्स गर्ने फेरि थाक्ने हो क्या गाइस अब फोटो खींचने यहाँ प्रोग्राम चल रहा फोटो खींचने अरे ग्रुप फोटो जम्मा त के छ र जिन्दगीमा तो गाइस यहाँ हाम्रो पुलाउ हो अनि यो फेरि के हो यो मसरुमको अचार सोइला अनि यो मटर पनिर अनि यो फेरि अचार यत्रो छ हाम्रो आजको खाना यो भेजपट्टिको अनि यता फेरि यो चिकन अनि फेरि यो चिकन ग्रेभी फर नन भेज पार्टी गाइस अचार पनिर यो सोइला अनि के गाइस यहाँ पुरा बिहामा जस्तो चलिरह यहाँ उहाँ फेरि पुरै बसेर खाने प्रोग्राम चलिरह यता सरहरूको गफ चलिरह यता ल
ल जम के खाओ गाइस, जम के खाओ। सबले खाइराखन खन्चुवाहरू। हाई गाइस, सुनेनन्? ल खन्चुवाहरू, ओए खन्चुवा खाऊ खाऊ। ओए खन्चुवाई खाऊ खाऊ। अझै ए दिमागो गाइस हेर्नुहोस्, यहाँ पुरै लाइन लाएर बस्न खान बसेछन् यिनीहरू। केही उन्न खान पर्छ। यी हेर्नु, यो बा यो मेरो। ल ल भेरी गुड, यो मेरो हो। अब म नि यहाँ बस्छु अनि खान्छु। गाइस हेर्नुहोस्, यो मेरो हो। लिगाऊ 1 घन्टा, धेरै पाइन्न। उहाँ लिन जानुपर्छ अनि मलाई। पापड लिगाऊ न, पापड छैन। पापड त मलाई लौ लौ के तर यति छिटो घर लाने अरे 4 बजे बज्यो। अन्त 7-8 बजीसम्म नाच्ने भनेको त 4 बजीसम्म, 4 बजी चाहिँ लाने अरे। 4 पनि 9 बजी घरसम्म। त्यही त मरि जान्न नाच्ने, अझै नाच्न पर्छ नि। कहाँ यति छिटो जाने हो र, हो न? त्यही भएर हामी यहाँ सामान पाएको म त जान्न होला यार। यहाँ फेरि सामान प्याक हुँदैछ गाइस। सामान प्याक गरेर घर बसेको फेरि घर लिएर जाने रे। यो अचार घर लिएर जाने हो त फेरि। घर नपकाउन भन घर लिएर जाने रे। अब यो पनिर नि बसेको रहेछ, यहाँ भात पनि बसेछ, भात लिएर जानु लाग्नु हो। यो ग्रेभी कसले लिएर जान्छ? ग्रेभी लाने होइन ग्रेभी। चले त पुरै भातको थैलो चाहिँ बनाउनु भयो। पुऱ्याउँछु ल ल भेरी गुड। फुड फेस्टिभलको लागि यति धेरै जम्मा भयो सामानहरू। यो फुड फेस्टिभलको आयो। फुड फेस्टिभलको लागि सामान। ओए बोतलमै हो फेरि। ल है हेर्नु गाइस, यहाँ बोतलमै पुरै प्याक हुँदैछ। बोतलमा लिएर जाने रे। रमाइलो छ, रमाइलो। सर हजुरले केही नलिएर जाने? नलिएर जाने केही नलिएर जाने ल। यिनका भाडा फेरि यिनले फेरि भाडा ल्याए कि त्यही भएर बटुल्दै बस्यो फेरि भाडा। ल ल ठिक छ गाइस, फेरि रमाइलो भयो, मजा आयो। पुरा उता पनि व्यस्त छ, नाचेछन् उता पनि नाचेछन् गाइसहरू। यहाँ फेरि प्याकिङ भइसक्यो। सबले यहाँ मिल्क पाउडर खाँदै हो गाइस। सबले मिल्क पाउडर
ਤੈਨੂੰ ਮੈਂ ਲਵ ਕਰਦਾ ਵੇ ਮਤਲਬ ਕਰਦਾ ਬਾਹੋਂ में आ सोनिए बस आज रात के लिए साडी देसी है अदा साडे ते हो जानी फिदा बाहों में आ सोनिए बस आज रात के लिए छोरोलाई च्याटे शिरमा टोपी भइगयो सम्झु भेट भयो नाच्ने गाउने हो कि हो झ्याउरे भाका मादल ताल तालमा ताल मिलाएर नाचिदिन्न आज आँगनीमा छम्मा छम्मा नाचे छम छम टिप्त साली मन पनि घुमेर नाचे छम छम टिप्त साली मन पनि घुमेर नाचे छम छम टिप्त साली मन पनि guys, रुकाओ. Bye bye guys. Bye bye. Bye bye. Bye bye. See you Monday की बोली. Bye sir. Bye bye. Bye bye. Bye ma'am. Bye सबैलाई. Bye uncle. Bye. यसैमा जाने हुन्छ अब त. ल. आइना माया.
Guys, हामी स्कुल गयौँ। बाई म्याम, बाई बाई गाइस। हाम्रो यो कलेज हो। अब हामी जान लाग्छौँ। चौडासम्म जाने। बाई बाई। ल भन्नु। लाइक, कमेन्ट, सब्स्क्राइब। So guys, finally this picnic ends here. Wow, what a picnic! बहुत मजा आया। धेरै रमाइलो भयो अनि धेरै पछि आएपछि अब हामी जान लाग्छौँ।